आज चाहिँ म मेरो फुच्चे बेटा फिसलाई उसको पुरानो घरबाट एउटा नयाँ घरमा चाहिँ शिफ्ट गर्दैछु। यो चाहिँ उसको पुरानो घर हो जहाँ चाहिँ उसले एकदमै फोहोर बनाएर चाहिँ बसिरहेको छ। म आफ्नो बाहिरको कामहरुमा एकदमै बढी बिजी भएको कारणले गर्दा उसलाई खासै धेरै टाइम दिन चाहिँ पाएको थिइनँ। त्यसैले आज चाहिँ म आफ्नो रुमको एउटा यस्तो कुनालाई चुज गर्दैछु जहाँ चाहिँ डाइरेक्ट सनलाइट आउँछ। सो उसले पहिला बसेको घर चाहिँ एकदमै फोहोर भएको कारणले गर्दाखेरि चाहिँ मलाई यो गर्न मन लागेको थियो। उसको लागि भनेर चाहिँ मैले मेरो बुक राख्न भनेर बनाएको एउटा टेबललाई ल्याएर चाहिँ उसको ट्याङ्क सेटअप गर्दैछु। मेरो बेटा फिसको लागि भनेर ल्याएको यो ट्याङ्क सेटअपले चाहिँ थोरै मलाई घर खोल्न चाहिँ अप्ठ्यारो हुन्छ, तर उसको लागि चाहिँ के गर्नु पर्यो भने थोरै एडजस्ट चाहिँ गरिदिनु पर्यो। त्यति एडजस्ट गर्दै गर्दाखेरि चाहिँ हामीलाई चाहिँ यहाँबाट डाइरेक्ट सनलाइट आउने भयो, हाम्रो फिसको हेल्थ पनि राम्रो हुने भयो र यसमा ग्रो हुने हरेक प्लान्ट्सहरू जस्तै मनी प्लान्टहरू तिनीहरू पनि राम्रोसँग ग्रो हुने भयो, जसले चाहिँ एकदमै धेरै एट्र्याक्टिभ लुक्स दिन्छ। सो अब चाहिँ हामी एकदमै ढिलो नगरिकन फटाफट यसलाई चाहिँ धुनतर्फ लागौँ है त। सो मैले त्यो ट्याङ्कमा सजाउन भनेर चाहिँ केही मनी प्लान्टहरू पनि ल्याएको छु र हामीसँग केही स्टोन्स पनि छन् जुन चाहिँ मजाले घाममा सुकिरहेको छ। अब हामीले धोएर सुकाएको ट्याङ्क पनि सुकिसक्यो। सो अब यसमा चाहिँ हामीले पानी हाल्छौँ र यसमा केही स्टोन्सहरू हालेर चाहिँ यसलाई एट्र्याक्टिभ बनाउनतर्फ चाहिँ लाग्छौँ है त। पानी र स्टोनलाई हालिसकेपछि चाहिँ हाम्रो ट्याङ्कले चाहिँ यस्तो लुक दिएको छ। अब चाहिँ मेरो बेटा फिस चाहिँ एकदम फोहोरमा बसेको हुनाले चाहिँ मलाई उसलाई त्यहाँ राख्नै मन लागेन। सो मैले उसलाई चाहिँ एउटा कचौरामा निकालेँ पहिला सुरुमा, र एकदमै ढिला नगरिकन चाहिँ उसलाई मैले उसको नयाँ घरमा पनि छोडिदिइहालेँ। ऊ चाहिँ पहिलेबाट एउटा सानो पटमा बसेको थियो र उसलाई एक्कासी एउटा पटबाट झिकेर एउटा ट्याङ्कमा राख्दै गर्दाखेरि उसलाई चाहिँ एउटा खोलाको माछालाई चाहिँ खोलाबाट झिकेर चाहिँ एउटा समुद्रमा लगेर छोडिदिएको जस्तो फ्री फिल भएको छ कि जस्तो चाहिँ मलाई लाग्छ। ऊ चाहिँ आफ्नो नयाँ घर देखेर चाहिँ एकदमै रमाएर यताउता एक्सप्लोर गर्न थालेको जस्तो गरिरहेको थियो। र अहिलेको लागि चाहिँ मैले उसको ट्याङ्कमा प्लान्ट नलगाउनुको कारण चाहिँ मैले उसको ट्याङ्कमा चाहिँ एक्वेरियम साल जस्तो अरू डिफ्रेन्ट काइन्ड अफ मेडिसिन्सहरू चाहिँ राखेको छु उसको हेल्थको लागि। सो त्यो सबै मेडिसिनहरू यो पानीमा चाहिँ राम्रोसँग एड्याप्ट भएपछि बल्ल म चाहिँ कुनै राम्रो प्लान्टहरू चाहिँ लगाउने छु। सो हजुरहरूलाई चाहिँ मैले मेरो बेटा फिसको लागि सेटअप गरेको ट्याङ्क चाहिँ कस्तो लाग्यो त्यो कमेन्ट सेक्सनमा कमेन्ट गर्न चाहिँ नभुल्नु होला। सो म चाहिँ यो भिडियोको नेक्स्ट पार्टमा चाहिँ यो बेटा फिसको ट्याङ्क अब प्लान्ट गरेर चाहिँ कस्तो देखिएको छ र ऊ कसरी बसिरहेको छ भनेर चाहिँ लिएर आउनेछु। सो यहाँसम्म यो भिडियो हेरेर साथ दिनु भएकोमा धेरै धेरै धन्यवाद।